ओ माय गॉड अंकल तो पूरा पूछा बांध रहे। सबसे पहले तभी मुक्का उल्टा अंकल मलाई ना हान्नु होला। भाई घूमते फिरते पाटन आ गए भाई, क्या बताए। द रियालिटी अफ सीसीआरसी, हामीलाई खाने पानी खुवाउँछ जारमा भराएर हैन। टिचरहरूले जार मगाएर खान्छन्, मिनरल वाटर। त्यही मिनरल वाटर सालामा। हाम्रो पैसा खाने, टिचरले त पैसा लिन्छ। चाटु ब्रो इज हियर। चाटु ब्रो उठाएरै छोडिस्। प्रज्वल दाइले नाइ भन्दियो अनि तपाईँ नै हुनुहुन्थ्यो। साला गेन्डी। किसी के साथ तो जाना ही पड़ेगा भाई। किसी को तो डिस्टर्ब करना पड़ेगा। कति बजे सुत्नु भएको छ? 12-1 बजे। 12-1 बजे? 1 बजे त नर्मल हो हाम्रो। छि दाइ, तर भने चाहिँ छिटो सुत्न। सुत्न त छिटै जान्छु भाइ। खाने पके हुँदैन। होइन हामी 11 बजेभित्र खाइसक्छौँ, सुत्न गइसक्छौँ। निदाउन चाहिँ 1-2 बज्छ। केही छैन। यस, रनिङ इज फन ब्रो। जग गर्दै जाउँ न। यस, जग गर्दै जाउँ। रनिङ आफूमा चिप्लिहाल्छ बाटोमा। 2 जना हुन्छु भने क्या कन्फिडेन्स आउँछ दाइ? मेरो यहाँ स्ट्यामिना नै छैन भाइ। कॉन्फिडेंस भनेको ब्लॉग बनाना हो। कॉन्फिडेंस भनेको क्या था? किसी का बाप नहीं रोक सकता। क्या व्यूज हो रहे उतार तो आप बादल। तो शादी मत करना है। डोन्ट गेट पर्सनल। यो कलेज कोही नपनि एडमिसन नलिनु होला। मेरो आफ्नो रेकमेन्डेसन। सारा कॉलेज वाला पकड़े वाला धुंच उनसे पहन के हमारे पेट में क्यों लात मार रहा है? पता है खराब है पर क्यों मार रहा है? इतना सुंदर रूम में मुझे पता ही नहीं था रे। आज था बयान क्या बोलती तू? ज्यादा सुंदर लगता हो भाई। दाइला नै हेरिरहेको थियो। दाइ मार्क्स वाला को यो हान्छ मार्क्स उतार के थी को मैले डिलिजरमा नडुबान त मलाई सब थाहा छ तेरो बारेमा। हैन दाइला नै हेरिरहेको थियो। मैले हेरेँ तिर्सी नजरले देखे तोड देगा तू। तिर्सी नजरले हेरिरहेको थियो। यो पनि हेर्छ हेर्नु। देखो भाइ हेर न चेन्ज गरिदियो। मार्क्स उकाले त मैले डाइरेक्सनै चेन्ज हान्थ्यो। बिहान सब राम्रो लाग्छ यार यो गाडीको सोरुम। दिपल के बनाइदिन आफू खुट्टामा हिँड्छ। सोरुम खुला डाउन टु अर्थ भाइ। डाउन टु अर्थ हो दाइ। बसमा हिँड्छ जहिले नि, बट दाइको आफ्नै सोरुम छ। मलाई एक दिन फ्रीमा दिनुहुन्छ गाडी हैन दाइ? हो भाइ हो। रिमोट कन्ट्रोल कार किनिदिन्छु साले। 100-150 वाला त्यो हुन्छ नि तार जोडेको रिमोट कन्ट्रोल गाडी। त्यो भेट्छ कि भेट्दैन अहिले? भेट्छ अझै भेट्छ। आजकल त्यो तारवाला त भेट्दैन होला। त्यो अब त वायरलेसै यति सस्तो भइसक्यो। म त्यसकै लागि पैसा जम्मा गर्दैछु यार। कहिले किन्न सकिनँ यार, मेरो बुढापा आइहाल्यो। गोर्खा डिपार्टमेन्टमा एउटा 1000 रुपैयाँमा त्यो थियो कि F1 को आरसी कार। अनि त्यसकै लागि म सधैँ दिनको त नहुनु त हप्ताको यस्तै 50 गरेर बचाउँथेँ क्या। 50 भनौँ ल अन एभरेज। अनि त्यस पछाडि जुन दिन 1000 भयो नि त्यो किन्ने मन लाग्यो। के किन्नु भयो गएर? केही किन्नु 1000 F1 के थियो त्यो? अटोमेटिक त्यो के थियो? रिमोट कन्ट्रोल? त्यही त आरसी भने त मैले। ओए किन्नु पर्ने यार। अब तपाईँको बुढापा आइहाल्यो, अब किनेर के गर्नुहुन्छ? आफ्नो छोराको लागि किनेर राखियो। आफ्नो अङ्कलको छोरा खेलौना खेल्छु म। हाइट पनि त्यस्तै छ नि। हाइटमै जान्छ कि सिङ्गल बाजीमै त यही 2वटा ब्रह्मास्त्र मेरै माथि। कल्ली गुत्तीमै ठिक हुन्छ यार हैन? सास त लिन हुन्छ, बिचमा सारा मरिरहन्छ। अरू बेला कि तेरो नाक समातिर हुन्छ हजुरले। धुला धेरै हुन्छ। टु सर्च इन गोल्ड फर द डायमन्ड हैन? इन सर्च अफ गोल्ड फर द सिल्भर। असली कुरा त सुरुमा भइला थिएछ। सुरुमा सत्य निक्लिहाल्यो। सेकेन्ड पालि थोरै इम्प्रोभाइज गरिदिए। सेकेन्ड टाइम फिल्टर रेस थियो भने दाइलाई डायमन्ड भएन भने ब्रदरहुड बिग्रिन सक्छ। दाइ फेरि 7औं आसमान पुगिसक्छ। त्यही प्रज्वल दाइ पनि भन्छ छ्या यहाँ ठाम नै अब काल भावी माँ होता है। अनि भावी माको फोटो देख्यो मैले त हेरेको थिएँ दाइको, कस्तै जिस्काइरहेको थियो। सिभ स्कुलमा आएर होला
दाइ यसरी बसिरहेको हुन्थ्यो मान्छे आएर गाली गाली गरेर जान्थ्यो होला केटीलाई दया लागिहाल्थ्यो खुवाइदिनु नि काट भगेड ऐसा भैया देखो भैया इतना कुदा के बोलता है फिर भूखे ही मैले कुदाको भाइ तैँले उठाएको मलाई ऐसा ऐसा भैया किसी को ना दो भाभी मत आना इसके साथ मेरे सपनों की रानी मेरे सपनों में आ रही थी तूने मेरे सपना तोड़ के मेरा सपना चकनाचूर कर दिया रे विभीषण रावण बाँसुरी सिक्नु नि तपाईँको रुममै छ त द रियालिटी अफ सिसिआरसी हामीलाई खानेपानी खुवाउँछ जारमा भराएर होइन टिचरहरूले जार मगाएर खान्छन् मिनरल वाटर त्यही मिनरल वाटर सालामा हाम्रो पैसा खाने टिचरले त पैसा लिन्छ उल्टा मिनरल वाटर खुवाउने हेल्दी हुनुपर्छ नि त म जहिले नि गएर टिचरकै खान्छु बट लेकिन जे होस् खाना पनि हुनुपर्ने त्यसलाई यहाँ दाँत पेटिका राखेको छ भोग्ला के राखेको तपाईँको लागि एप्पल निक्ल्यो एप्पल लिनु भने लेकिन टिचरहरू कहिले केही भनेन यार किन भन्छ धेरै पैसा खान्छ तर 4टा बोतल लाग्थ्यो म त एकैचोटि साला 4 लिटर 20 लिटरबाट गायब बिहान उठेर मेकअप कसरी गर्न सक्छ डेडिकेसनमा के लेभल हुन्छ यार 4 बजे उठा तपाईँलाई मलाई उठाउनु पर्यो सोच्नु प्रणव 4 बजे उठ्छ सुफी फ्रेस हुन्छ यस अनि 1 घन्टा लगाउँछ मजाले यस 8 हो नि त 8 पेन्टिङ यस मेकअप के भयो मुख पेन्ट त गरे त्यही हामी त्यसलाई एप्रिसिएट गर्छौँ हामी पेन्ट आर्टिस्ट हो आर्टिस्टको कला छ त्यही आर्टिस्ट की कदर ओए यहाँ कहाँ आयो अहिले पाटन नै हाल्यो दाइ कहाँ घुम्नु रे भिडियोमा देखा है दुल्टे पाटन आ गए भाई पाटन है होइन त्यही त भने हेर्दिनस् मन्दिर आइज 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 भैया तुम अभी तक काठमांडू भी नहीं घूमे हो क्या बताए तुमको मेरा तो सिर्फ 1 साल हुआ है तुम तो बूढ़े हो गए हो यस्तरी हो क्या दाइ यस्तरी बनाउने हो मेरो मुख देखाउन मान्छेले यार भाइ मेरो चमन्नी सरी सरी कुत्ते हजुर एक तपाईँ हान्दै ओए 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 सही यार आज एडिटिङ हुन्छ यो पिजन एडिट यो पिजन टेमर हो ड्याम कहाँ पुरो त पाटन त त्यो साइड छ होइन यार यति हिँडिहालेँ हामीलाई आफै थाहा भएन अनि दलित कक्षा हेर्यौँ कता पुग्यो त्यही यो सुगर फ्री तपाईँ डुरोट मात्रै खानु होला डुरोटमा पनि सुगर हुन्छ थाहा छैन तपाईँ बिस्कुट खानु होला बिस्कुटमा के हाल्छ खालि साल्टी बिस्कुट खानु होला के दि त्यसमा मल्किस्ट खानु तपाईँ मल्किस्ट 100 रुपैयाँ त्यही यार 110 कसरी बिस्कुटको राखिदियो को खान्छ फेरि पटक तपाईँ तर च्याट खाने सोचिँदैछ खाइहाल्ने तपाईँको टुटिहाल्छ फेरि खाएन म खान्न त्यहाँ बस्छु पानी खान गएको ऐसा तो नहीं हो सकता ब्रो भाई घूमते फिरते पाटन आ गए भाई क्या बताए हिन्दी बोल्छस् नेपाली बोल्छस् मैथिली र इङ्ग्लिस पनि जाओस् भाइ मैथिली हम चले आल छिए पाटन दरबार स्क्वायर छोड दे छोड भोजपुरी बोलू एक्टिभिटी गर्नु केही छैन केही छैन बच्चाले रोकिदियो बिचरा ट्रेन से करने ही नहीं देते पढ्न यो बाटो खान जाए एक्सप्लोर गर्ने आओ दाइ एक्सप्लोरेसन के भने सर काठमाडौँ यसरी एक्सप्लोर हुन्छ त्यही सही म रनिङ स्टार्टै गरेँ अब एक्सप्लोर गर्नको लागि को हेल्थ को बारमै चाहियो हेल्थ योभन्दा बढी हेल्दी के हुनु त्यही एक्सप्लोर हेर्ने एक्सप्लोर नेगेटिभमा छ पेटमा फ्याट पनि थोरै भएको राम्रो हुन्छ भाभी सुन रहे हो जल्दी आ जाओ भाई खुवा दो भैया को एकदम डेस्परेट क्यों हो रहा है भाइ म तपाईँको कुरा गरिरहेको छु धेरै कुरा भन्दैछु म तर भाइ भावी एउटा पनि भावी छैन मेरो सोध्नु भावी मा हो। भाइमा ए अँ। सब त भइसकेको थियो यार अरे यार कति मिठो तरिकाले सोधेको थिएँ दाइ भावी माको फोटो देखाइदिनु न मा भनेको थिएँ मैले फेरि इमोसन्स राम्रो थियो तर त्यसको रिप्लाई घटिया थियो त्यही
अन्त भाभी नहीं माँ नहीं बना है भाई अभी अभी माँ ने बना अब माँ वो माँ है तो मैं तो बाप हो गया यस्तो भन्थ्यो बात तो लात भर साला म त सोचिरहेको छु पोखरामा कति मजा आउँछ होला यो कोही बुझाएंगे ब्रो थाहा छ पोखरामा हाम्रो रिल्याक्सेसन हुँदैन हामी दिनभरि हिँड्ने फाल्तु है त्यही दिनभर घुम्ने ब्लग बनाउने मोज हान्ने फास्ट लिप स्प्रे हुन्छ नि खुट्टा दुख्दाखेरि त्यो किनेर राख्छ म पनि तपाईँ किन्नु होला म तपाईँकै युज मेरो गर्छु नियत ठिक लागिरहेको छैन मलाई खुब बोलाउँछ भाइ त पुरा थाक्छ होला यार पोखरा गयो भने अन्त बस्कर भाइ बस्कर वैसे ही अंडरवेट हूँ और अंडरवेट हो जाऊंगा पूरा खिला दे भाई खिला दे मैं चाय भी पीने के लिए रेडी हूँ भाई खिला दे हो दाई कति भुट्टा हेर्नु unexpected turns can lead you to beautiful places. Oh my god, English. Yes. क्या राम्रो डायलॉग हाने नि राजा पुरै दिनमा तेरो पहिलो राम्रो इङ्ग्लिस हो यो ओए थ्याङ्क यू त केही हुँदैन हैन हिँडिसके हिँडिरहेको छु केही हुँदैन दौडिरहेको छु केही हुँदैन रातिमा जो छडपट्टि लाग्छ दाइ निन्द्रै लाग्दैन के यता यता यस्तो यस्तो भइरहेको हुन्छ लेकिन लास्टै आइहाल्छ क्या दाइ होइन पशुपतिमा एउटालाई दिन थाल्छु म हातबाट छिनेर होइन पशुपति सुँगुमा दिनु भएन पशुपतिको त्यो हेरेर मलाई त्यो जोक याद आउँछ कि दाइ समीर रैनाको एउटा बच्चालाई ट्रेनमा 1000 रुपियाँ दियो तपाईँले त सुन्नु भएको छ होइन ए अनि फाइट लगाइदियो अनि त्यो फाइट भयो एउटा बच्चा ट्रेनको तल खसेर मरिहाल्यो जो पैसा वसुल भयो भन्दा नि त्यो सही लाग्छ कस्तो डार्क मान्छे हौ मुझे डार्क छ त्यो त अलिकति बढी भयो त्यो सही मतलब जे डार्क ह्युमर राम्रो छ तपाईँ यता घुम्नु शङ्खमुल यति घुम्नु भएको ए भाइ म बाइकमा मात्रै घुमाएको छु कसको बाइक साथीहरूको बाइक तपाईँ बस्नु भयो होला मलाई थाहा छ प्यासेन्जर प्रिन्सेस डकुमेन्ट गर्नुमा पनि एउटा फन छ मतलब तपाईँ अब 1 सालपछि आफ्नो हेर्नुहुन्छ म दाइहरूसँग घुमिरहेको थिएँ होइन हुन्छ हुन्छ गर्नुपर्छ कति फ्यामिली एकजना चाहे होइन दाइ पछि कस्तो फिल हुन्छ होला हुन्छ साला कस्तो दाइहरूसँग घुमेको थिएँ कस्तो भाइसँग घुम्दैछ होइन त्यो मात्रै म तारिफ गरिरहेको अहिले दाइ काम गरिरहेको छ घर बनाइहाल्यो घुमिरहेको थियो दाइहरूसँग भन्न त कस्तो दाइहरूसँग त घुमिरहेको भन्छ अब भावी पनि आइहाल्यो हामीलाई त बिर्सिसक्नु भयो जस्तो सोच्छु होला पैदल दाइसँग यतैतिर आउनु पर्ने सही लाग्यो गुड भाइब्स गुड लाइफ ऊ पनि सिसिआरसीकै त हो दाइको चोइस खराब रहेछ ऊ P3 मा पढ्थ्यो म P1 ए उतैबाट साथी बनायो हो नाइस यो रुख मलाई मनपर्छ यार दाइ पर्पल वाला पर्पल वाला स्टोरी हो कि क्या हो यो सही पुरा साकुरा जस्तै मतलब थोरै साकुरा पिङ्क हो भाइ त्यो पिङ्क भएको भाइ साकुरा जस्तै लाग्छ राणाहरूको टाइममा ल्याएको थियो क्या कतैबाट हो सही छ सही ब्रो यार उतातिर हुँदा त जहिले नि घाँसमा हिँड्थे यार काठमाडौँमा त त्यही घाँसको फिलिङ नै राम्रो लागिरहेछ कसैले जुत्ता छैन चोरो लामा म कुद्नु गयो जुत्ता त हातमा लिएर घुमिरहेको छु म तपाईँ फेरि आउनुहुन्छ ए भन्नु पर्थ्यो नि कथा यार ब्याडमिन्टन खेलिराख्नु भएको छ दाइहरू अङ्कलहरू कस्तो रेकर्ड नै थियो त्यसको इतना गरीब हो गया है भाई क्या बताए अब रुम गएर चुरा भुटेर खानुहुन्छ यता अहिले पसल छ जाउँ न तर अक्षय कुमार जस्तो हुन्छ यार म बोल्दाखेरि माथि गइहाल्छ होइन दाँतभन्दा माथि मेरो त्यो गम्स हेर्न लाग्यो अक्षय कुमारको नोटिस गर्नु भएको छ त्यो त पुरै गम माथिको त पुरै दाँत त्यही देखिन्छ त्यही मेरो थोरै कम छ बट उसकै जस्तो छ ओ माई गड अङ्कल त पुरा पुछ भन्नु सबसे पहिला तरै मुख हान्नु उता अङ्कल मलाई नहान्नु होला अगर्स इन द फ्रेम भन्छ होला त सुतिराख्नु तपाईँ दाइको फोन गायब दाइ अघि नै सुत्नु भएको उठ्नु भएको थियो मैले दाइलाई पनि फोन गराएको दाइ भन्छ छट्टु जोतो न अनि त भन्छ जो गएको छैन यो भुटेको भुटे रे
That's it for today. Let's see you in next video, next vlog. Bye.